कहिले यस्तो भएको छ, पेचेक हेर्दाखेरि हत्तेरिका मैले त $4,000 कमाएको थिएँ, तर ब्याङ्कमा आउँदा त जम्मा 3100 मात्रै आयो। बाँकी $900 खोइ कता हरायो, एम्प्लोयरले खाइदियो कि? आउनुहोस् आज यो पैसाको जालोलाई सँगै मिलेर सुल्झौँ। अब यो कुरा बुझ्नको लागि हामी कुनै किताब पढे जस्तो बोरिङ तरिकाले जाँदैनौँ। बरु हामी दुईजना नेपाली दाजुभाइ दिदीबहिनीको वास्तविक पेचेकलाई नै लाइन बाई लाइन केलाएर हेर्छौँ अनि थाहा पाउँछौँ कि त्यो पैसा कहाँ र किन काटिँदो रहेछ। ल अब ढिला नगरी सुरु गरिहालौँ। हामी दुईवटा उदाहरण हेर्दैछौँ भाइ। पहिलो हुनुहुन्छ मोतीलाल, जो टेक्सासमा एक्लै बस्नुहुन्छ, अनि दोस्रो सुमेधा र नीरज, जो मिनेसोटामा बस्ने एक दम्पति हुनुहुन्छ। ल हेर्नुहोस्, यी दुई केस कति फरक छन्। एकातिर मोतीलाल, जो सिंगल फाइलर हुनुहुन्छ र टेक्सासमा बस्नुहुन्छ, जहाँ कुनै स्टेट ट्याक्सै छैन। उहाँको वार्षिक आम्दानी छ $55,000। अनि अर्कोतिर हुनुहुन्छ सुमेधा र नीरज। उहाँहरू म्यारिड फाइलिङ जोइन्टली गर्नुहुन्छ, मिनेसोटामा बस्नुहुन्छ, जहाँ स्टेट ट्याक्स पनि छ र उहाँहरूको कम्बाइन्ड इन्कम छ $200,000। एकदम फरक सिनारियो होइन त? सबैभन्दा पहिले मोतीलालको पेचेकबाट सुरु गरौँ। अब मोतीलालको पेचेकलाई मजाले चिरफार गरेर हेरौँ। ओके, सबभन्दा पहिला ट्याक्सहरू केही पनि काट्नुभन्दा अगाडिको जम्मा कमाई, जसलाई इङ्ग्लिसमा ग्रस पे भन्छ, त्यो कति हुन्छ हेरौँ। वर्षमा 52 हप्ता हुन्छ। बाइविकली मतलब 26 पटक पेचेक आउँछ। सो $55,000लाई 26ले भाग गर्दा मोतीलालको एउटा पेचेकमा ग्रस पे हुन्छ $2,115.38। यो त ठिकै छ, तर ब्याङ्कमा त यति आउँदैन। अब सुरु हुन्छ असली कहानी, डिडक्सनको। ओके, पेचेकबाट काट्ने पहिलो कुराको नाम हो फाइका, FICA। अब यो कस्तो नाम हो भनेर चिन्ता गर्नु पर्दैन। बस यति बुझे पुग्छ कि यो ट्याक्सको दुईटा इम्पोर्टेन्ट भाग हुन्छ। एउटा हो सोशल सिक्युरिटी र अर्को हो मेडिकेयर। फिकाभित्र पनि ठूलो चङ्क 6.2% सोशल सिक्युरिटीको लागि जान्छ, अनि त्योभन्दा सानो 1.45% मेडिकेयरको लागि। र राम्रो कुरा के छ भने यो दुईटै पैसा आफ्नै फ्युचरको लागि हो। ल एक एक गरेर यसलाई चिरफार गरौँ है त। ल पहिला हेरौँ सोशल सिक्युरिटी। तपाईको ग्रस इन्कमको ठिक 6.2% यो ट्याक्समा जान्छ। जस्तै मोतीलालको केसमा यो भयो $131.15 हरेक पेचेकबाट। यो पैसा सरकारले जम्मा गरेर राख्छ र जब तपाईँ रिटायर हुनुहुन्छ त्यसपछि पेन्सन जस्तै गरेर महिनै पछि फिर्ता दिन्छ। सो बेसिकली यो आफ्नै बुढेसकालको लागि सेभिङ्स हो। तर यहाँ एउटा एकदम मजाको कुरा छ, सुन्नुहोस् है। तपाईले 6.2% तिर्नुहुन्छ नि, तपाईँको कम्पनीले पनि ठिक त्यति नै पैसा 6.2% तपाईँकै नाममा थपिदिन्छ। सो तपाईँको सोशल सेक्युरिटी अकाउन्टमा जम्मा चाहिँ टोटल 12.4% गइराखेको हुन्छ। फ्री मनी जस्तै भयो होइन त? डबल फाइदा। ओके, अब फिकाको दोस्रो भाग मेडिकेयर। यसमा चाहिँ ग्रस इन्कमको 1.45% कटिन्छ। मोतीलालको लागि यो भयो $30.67 पर पेचेक। यो पैसा चाहिँ 65 वर्षको भएपछि भगवान नगरोस् हस्पिटलमा बिरामी पर्दा इन्स्योरेन्स जस्तै काम लाग्छ। र सोशल सिक्युरिटीमा जस्तै यसमा पनि इम्प्लोयरले ठिक त्यति नै 1.45% थपिदिन्छ। ठिक छ, पैसा कट्यो त भन्यो, तर यो फिका ट्याक्स तिर्नु किन यति धेरै इम्पोर्टेन्ट छ त? कुरा के हो भने यो ट्याक्स तिर्नु भनेको आफ्नै फ्युचरको लागि एउटा इन्भेस्टमेन्ट गर्नु जस्तै हो। र यो इन्भेस्टमेन्टको फाइदा लिनको लागि एउटा म्याजिक नम्बर छ, जसलाई 40 क्रेडिट्स भनिन्छ। यो 40 क्रेडिट्स भनेको के हो म बुझाउँछु। कुरा एकदम सिम्पल छ। अमेरिकामा सोशल सिक्युरिटी पेन्सन र मेडिकेयर हस्पिटल इन्स्योरेन्स पाउन लायक हुनको लागि जिन्दगीभर काम गरेर कम्तीमा 40 वर्क क्रेडिट्स कमाउनै पर्छ। यो हरेक इमिग्रेन्ट वर्करले बुझ्नै पर्ने नभुल्ने कुरा हो। 40 क्रेडिट्स पुगेन भने यो सुविधाहरू पाइँदैन। सिम्पल एज द्याट। त्यसो भए यो 40 क्रेडिट चाहिँ कसरी कमाउने त? धेरै गाह्रो छ कि? छैन, एकदम सजिलो छ। हेरौँ है। 2026 को रुल अनुसार जब तपाईले $1,730 कमाउनुहुन्छ, तपाईले 1 क्रेडिट पाउनुहुन्छ। 1 वर्षमा म्याक्सिमम 4 क्रेडिट्स मात्र कमाउन मिल्छ। यसको मतलब यदि लगातार 10 वर्ष काम गर्नुभयो भने 40 क्रेडिट्स त मजाले पुग्छ। ओके, अहिलेसम्म भनेको सबै कुरामध्ये यदि एउटा मात्र कुरा याद राख्ने हो भने प्लिज यो कुरा याद राख्नुहोस्। ssa.gov मा गएर आफ्नो माई सोशल सिक्युरिटी अकाउन्ट बनाउने। यो फ्री हो, एकदमै सजिलो छ।
यो अकाउन्ट तपाईँको फाइनान्शियल फ्युचर हेर्ने एउटा झ्याल जस्तै हो। खोल्नुहोस्, हेर्नुहोस् र टाइममा चेक गर्नुहोस्। त्यो अकाउन्ट लगइन गरेपछि के देखिन्छ त? वेल, तपाईँले हरेक साल कति कमायो भन्ने पुरै हिस्ट्री, अहिलेसम्म कति क्रेडिट जम्मा भयो, अनि 62, 67 र 70 वर्षमा रिटायर हुँदा महिनाको लगभग कति पेन्सन आउला भन्ने एस्टिमेट पनि देखाउँछ। र मेडिकेयरमा कति पैसा जम्मा भयो, यो सबै इन्फर्मेसनले आफ्नो रिटायरमेन्ट प्लान गर्न धेरै नै मद्दत गर्छ। ओके, फाइकाको कुरा बुझियो। अब फेरि मोतीलालको पेचेकमा फर्काउँ है त। फाइकापछि अर्को ठूलो डिडक्सन हो फेडरल इन्कम ट्याक्स। यो फाइका जस्तो सिम्पल फ्ल्याट रेट छैन, अलिक कम्प्लेक्स छ। यसलाई प्रोग्रेसिभ सिस्टम भनिन्छ, मतलब जसको आम्दानी धेरै उसले धेरै % ट्याक्स तिर्छ। तर यसमा एउटा ट्रिक छ, ल हेरौँ है। फेडरल ट्याक्स हिसाब गर्न सरकारले तपाईँको पुरै कमाइमा ट्याक्स लगाउँदैन। पहिला उसले एउटा डिस्काउन्ट दिन्छ। सिंगल मान्छेको लागि 2026मा $15,000 स्ट्यान्डर्ड डिडक्सन छ। सो मोतीलालको वार्षिक $55,000बाट त्यो $15,000 घटाउँदा ट्याक्स लाग्ने इन्कम यानि ट्याक्सेबल इन्कम $40,000 मात्र हुन्छ। बुझ्नुभयो नि? पुरै 55,000मा होइन, 40,000मा मात्र ट्याक्स लाग्छ। अब यो $40,000 को ट्याक्सेबल इन्कममा ट्याक्स ब्र्याकेट्स लाग्छ। यसलाई एउटा भर्याङ जस्तै सोच्नुहोस्। तपाईँको कमाई भर्याङको एक स्टेप चढ्दै जान्छ। जस्तै मोतीलालको $40,000 मध्ये पहिलो $11,925 मा 10% ट्याक्स लाग्यो। त्योभन्दा माथिको बाँकी पैसा यानि $28,075 मा 12% ट्याक्स लाग्यो। धेरैजसोले के सोच्नुहुन्छ भने, ओ म 12% ब्र्याकेटमा छु, मतलब मेरो सबै पैसामा 12% लाग्यो। होइन, त्यस्तो होइन। यसो गर्दा मोतीलालको टोटल फेडरल ट्याक्स भयो वर्षको $4,561.50 र पर पेचेक त्यो भयो $175.44। सो यसको रियल मतलब के हो त भन्नुको अर्थ, मोतीलाल 12% को ट्याक्स ब्र्याकेटमा भए पनि उसले आफ्नो टोटल कमाइको 12% तिराइरहेको छैन। उसले तिराइरहेको एक्चुअल ट्याक्स रेट, जसलाई इफेक्टिभ ट्याक्स रेट भनिन्छ, त्यो मात्र 8.3% हो। यो मार्जिनल र इफेक्टिभ ट्याक्स रेट बीचको फरक बुझ्नु धेरै जरुरी छ। लौ, हामी अब अन्तिम डिडक्सनमा पुग्यौं। यो हो स्टेट इन्कम ट्याक्स। यसमा चाहिँ कुरा अलिकति फरक छ, किनभने यो कुनै एउटा फिक्स्ड रुलमा होइन, तपाईँ कुन स्टेटमा बस्नुहुन्छ त्यसमा भर पर्छ। रा मोतीलालको लागि त लट्री पर्यो, किन ऊ टेक्ससमा बस्छ र टेक्ससमा स्टेट इन्कम ट्याक्स भन्ने चिज नै छैन, 0, 0। यही कारणले धेरै नेपालीहरू टेक्सस, फ्लोरिडा र नेवादा जस्ता स्टेटहरूमा बस्न मन पराउँछन्, किनभने स्टेट सरकारलाई 1 पैसा पनि ट्याक्स तिर्नु पर्दैन। यो त एउटा ठूलो बचत हो नि, हैन र? ल, अब हाम्रो दोस्रो केसमा जाउँ। सुमेधा र नीरजको पेचेक हेरौँ। उहाँहरूको स्थिति अलि जटिल र फरक छ। उहाँहरू मिनियापोलिस, मिनेसोटामा बस्नुहुन्छ। संयुक्त आम्दानी $200,000 छ र म्यारिड फाइलिङ जोइन्टली स्ट्याटसमा ट्याक्स फाइल गर्नुहुन्छ। उहाँहरूको संयुक्त फिस्कल ट्याक्स वर्षको $15,300 हुन्छ। यहाँ एउटा महत्त्वपूर्ण कुरा के छ भने, उहाँहरूले ट्याक्स संयुक्त रूपमा फाइल गरे पनि उहाँहरूको सोशल सिक्योरिटी क्रेडिट्स SSA.gov मा छुट्टा-छुट्टै व्यक्तिगत रूपमा नै हिसाब हुन्छ, अनि उहाँहरूको आम्दानी एडिशनल मेडिकेयर ट्याक्स लाग्ने थ्रेसहोल्डभन्दा कम छ। यहाँ हेर्नुहोस् त, यो 2026 को म्यारिड फाइलिङ जोइन्टलीको ट्याक्स ब्र्याकेट्स हो। तपाईले देख्न सक्नुहुन्छ इन्कमको फरक चङ्कमा फरक ट्याक्स रेट लाग्छ। यो ठ्याक्कै भर्याङ चढे जस्तै हो। तपाईको इन्कम जति माथिल्लो खुड्किलोमा पुग्छ, ट्याक्स रेट पनि त्यति नै बढ्दै जान्छ। तर एउटा कुरा के छ भने, ट्याक्स तपाईको टोटल इन्कममा लाग्दैन। पहिले सरकारले स्ट्यान्डर्ड डिडक्सन भन्ने एउटा रकम घटाउन दिन्छ। 2026 को लागि यो रकम $30,000 छ। भनेपछि सुमेधा र नीरजको $2,00,000 इन्कमबाट $30,000 घटाउँदा उहाँहरूको ट्याक्सेबल इन्कम भयो $1,70,000। ट्याक्स लाग्ने भनेको यही रकममा हो। ल, अब यो $17,000 लाई त्यो भर्याङमा चढाउँ। पहिलो खुड्किलो मतलब फर्स्ट $23,850 मा 10% ट्याक्स लाग्यो, जुन भयो $2,385। त्यसपछिको दोस्रो खुड्किलो मतलब नेक्स्ट $73,100 मा 12% ट्याक्स लाग्यो, जुन भयो $8,772। अनि बाँकी रहेको $73,050 चाहिँ तेस्रो खुड्किलोमा पर्यो, जसमा 22% ट्याक्स लाग्दा भयो $16,071। अब यी तीनवटै खुड्किलोको ट्याक्सलाई जोडौँ। $2,385 प्लस $8,772 प्लस $16,071
गर्दा सुमेधा र नीरजको टोटल फेडरल ट्याक्स भयो $27,228। हेर्नुहोस् त, उहाँहरूको मार्जिनल रेट 22% भए पनि उहाँहरूको इफेक्टिभ फेडरल ट्याक्स रेट जम्मा 13.6% मात्रै छ। अब आउँछ सबैभन्दा ठूलो फरक पार्ने कुरा, स्टेट ट्याक्स। याद छ, टेक्सासमा स्टेट ट्याक्स $0 थियो, तर मिनेसोटामा स्टेट इन्कम ट्याक्स छ र यो अरू राज्यभन्दा अलि महँगो पनि छ। उहाँहरूले विभिन्न ब्र्याकेट अनुसार कर तिर्दा वर्षको झण्डै $11,000 त राज्यलाई मात्रै तिर्नुपर्छ। सोच्नुहोस् त, कहाँ 0 कहाँ 11,000। यो भिन्नताले नै मानिसहरू कहाँ बस्ने भन्ने निर्णयमा ठूलो असर पार्छ। त्यसो भए आजको यो सबै छलफलबाट हामीले के सिक्यौँ त? आउनुहोस् मुख्य बुदाहरूलाई फेरि एकपटक हेरौँ। यो छेउछेउको तुलनाले सबै कुरा छर्लङ्ग पार्छ। मोतीलालको कुल इफेक्टिभ ट्याक्स रेट मतलब वास्तविक करको दर 15.1% छ, तर सुमेधा र नीरजको 26.7% छ। यो ठूलो भिन्नताको पछाडि आम्दानी त छँदैछ, तर स्टेट ट्याक्सको भूमिका सबैभन्दा धेरै छ। त्यसो भए अबदेखि आफ्नो पेचेक बुझ्न यी 6वटा नियमहरू याद राख्नुहोस्। पहिलो, FICA जस्ता कटौतीहरू अरूको लागि होइन, तपाईँकै भविष्यको लागि हुन्। दोस्रो, ट्याक्स ब्राकेटहरू भर्याङ जस्तै हुन्, सबै पैसामा एउटै माथिल्लो दर लाग्दैन। तेस्रो, कुन राज्यमा बस्नुहुन्छ भन्ने कुराले करमा ठूलो फरक पार्छ। चौथो, इम्प्लोयर म्याच भनेको सित्तैमा पाएको पैसा जस्तै हो, यो तपाईँको लागि लुकेको पैसा हो। पाँचौं, आफ्नो SSA.gov खाता आजै अहिल्यै खोल्नुहोस्। र छैटौं, मार्जिनल रेट सुनेर नआत्तिनुहोस्, इफेक्टिभ रेट नै तपाईँको वास्तविक करको दर हो। मलाई पूरा विश्वास छ अब तपाईँले आफ्नो पेचेक हेर्दा कुनै पनि लाइनले तपाईँलाई अलमलमा पार्ने छैन। तपाईँसँग अब आफ्नो मेहनतको कमाइलाई बुझ्न आवश्यक ज्ञान छ। तर कुरा यतिमै सकिँदैन। अर्को पटक हामी कुरा गर्नेछौँ 401k र HSA जस्ता प्री-ट्याक्स डिडक्सन्स प्रयोग गरेर आफ्नो करको भार कसरी घटाउने। त्यो छलफल एकदमै महत्त्वपूर्ण हुनेछ, नछुटाउनुहोला। यदि यो जानकारी उपयोगी लाग्यो भने आफ्ना अरू नेपाली साथीहरूलाई पनि सेयर गर्नुहोला। म हुँ तपाईँको पैसा इन्जिनियर, पैसाको कुरा सजिलो भाषामा। नमस्कार।